Hi, good morning everyone. Welcome to my vlog. So आज चाहिँ म रेडी हुँदैछु. सो म भर्खर सावर गरेर आएँ. यो चाहिँ हेयर सिरम हो. यो चाहिँ मैले स्याम्पल युज गर्दैछु बिकज आइ एम ट्राइङ टु स्विच माई प्रडक्ट. मेरो हेयर चाहिँ अलिक फ्रिजी छ नेचुरली. सो फ्रिजनेस कम गराउनको लागि म चाहिँ आफ्टर सावर युज गरिहाल्छु. हजुरहरूले पनि आफ्नो हेयर एन्ड स्किनको एकदम टेक केयर गर्नुहोला. म चाहिँ मेरो हेयर ब्रस गर्दिनँ वेट हेयरमा, लाइक नेचुरली ड्राई गर्न दिन्छु अनि म हेयर ड्रायर पनि युज गर्दिनँ. सो आज चाहिँ मेरो डे 1 अफ भ्लगिङ हो. सो अब म चाहिँ मेरो स्किन केयर गर्दैछु. लाइक इट्स सो फर्स्ट अफ अल म चाहिँ यो पोर्स मिनिमाइज गर्नलाई यो सिरम युज गर्छु. सो जस्ट अ लिटल बिट, नट टु मच, मेबी अलि थोरै नै भयो. ओके. सो म चाहिँ अब ओके सो सिरम अप्लाई गरेँ. अरू मैले केही प्रडक्ट युज गर्दिनँ. सिरमहरू अहिले मैले युज गरेको छैन. सो जस्ट बेसिक मोइस्चराइजर. आफूलाई कति युज गर्न मन लाग्छ त्यति लिनुहोस्. एकदम लाइटली. आई नो कतिजनाले 3 फिङ्गर मात्रै युज गर्नुहुन्छ बिकज यु सुड बी भेरी जेन्टल अन यर स्किन. हामीहरू सबै गाउँले आफ्नो स्किन हेयरको चाहिँ एकदम केयर गर्नुपर्ने हुन्छ. सो लेट द स्किन अब्जर्भ द क्रिम. एकछिन वेट गर्छौँ हामी. सो त्यतिन्जेल चाहिँ म मेरो लिपमा पनि भ्यासलिन लाउँछु. ओके यो अगाडिको पार्टको चाहिँ स्टिकर गइसक्यो. त्यही पनि भ्यासलिन इज भ्यासलिन, एभ्रिबडी नो. सो जस्ट मोइस्चराइज गर्नको लागि. नाउ दिस इज द सनस्क्रिम आई युज. यो चाहिँ ब्युटी अफ जोसेनको हो. यो चाहिँ एकदम राम्रो छ. म चाहिँ एकदम मिनिमल प्रडक्ट युज गर्छु. सो हजुरहरूले लाइक लेस इज मोर भनेर सुन्नुहुन्छ. सो यो चाहिँ कोरियन प्रडक्ट हो जुन मैले युज गरिरहेको छु. मजाले अप्लाई गर्नुहोस् कानमा पनि स्पेसली. यो चाहिँ एकदम म चाहिँ फेरि डक्टरले चाहिँ 3 चोटि सनस्क्रिम रिअप्लाई दिनभरिमा 3 चोटिसम्म गर्नुहोस् भन्नुहुन्छ. तर मैले चाहिँ गर्दिनँ किनभने मैले सनस्टिक एकचोटि ट्राई गरेछ, पुरै मेरो एक्नेहरू स्टार्ट भएको थियो. सो यो चाहिँ मेरो सिम्पल लुक हो. अब म चाहिँ युजली म चाहिँ मेकअप गर्दिनँ, बट टुडे अब हामी हाइकिङ जाँदैछौँ. सो जस्ट लाइट एउटा लिपस्टिक. सी हियर इज फ्रम सफोरा. सो यो लिपस्टिक थोरै. अरू बेला म लिप लाइन गर्छु कहिलेकाहीँ. सो आज चाहिँ बिना लिप लाइनर हामीले जस्ट यो अप्लाई गर्छौँ. आफूलाई कति चाहिन्छ सो यति लिनुहोस्. अनि आफ्नो प्रिफरेन्स अनुसार म चाहिँ यहाँ मिरर हेर्दैछु साइडमा. सो यो यस्तो भएको छ. मेरो चाहिँ आज फर्स्ट डे अफ भ्लगिङ हो. म चाहिँ हजुरहरूलाई मेरो जर्नीमा सँगै लिएर जान चाहन्छु. सो हजुरहरूले मलाई साथ सपोर्ट गर्नुहुन्छ भने म एकदम अपेक्षामा छु. म आभारी पनि छु हजुरहरूले मलाई साथ सपोर्ट दिनुहुन्छ भनेर. सो अब चाहिँ अहिलेको लागि
म रेडी भएर आउँछु। लुक अलि राम्रो देखाउँछ, त्यही भएर थोरै लिपस्टिक चाहिँ लगाएँ मैले। अब म रेडी भएपछि फेरि हजुरहरूलाई ब्याक भेट्छु है त। ओके, आइम रेडी विथ माई आउटफिट। यो चाहिँ सनबाट प्रोटेक्ट गर्छ। सो लेट मी पुट अन माई सक्स। हामी चाहिँ एकदम सिम्पल लुक्स गरिरहेछौँ, नट टु मच। अब मैले इयरमा पनि केही लगाऊ। यो चाहिँ मेरो क्याप हो होइन, यो चाहिँ मैले अहिले लिन्छु। सो अब हामी घरबाट निस्किनको लागि रेडी हुन्छौँ। सो आफ्नो बिलोङ्गिङ्समा आफ्नो आइडी कार्ड अलवेज क्यारी गर्नु। अनि यो चाहिँ मेरो की भयो, मेरो कार की, मेरो हाउस की है। अब भने म सानोवाला इयरिङ लाउँछु, अलिक लाइक प्लेन देख्यो नि त। सो म हजुरहरूलाई मेरो कार फ्युल गर्ने जर्नीमा नि लिएर जान्छु मेरो। सो म चाहिँ फाइनली मेरो गाडीमा आइसकेँ। अब म चाहिँ रेडी हुँदैछु। हजुरहरूले देख्न सक्नुहुनेछ मेरो लाइक ब्याक स्क्रिनमा ट्रेन पास भयो, त्यसलाई चाहिँ बार भन्छ। सो यहाँबाट म अब ग्यास हाल्छु। हजुरहरूलाई ग्यास हाल्ने प्रोसेस नि देखाउँछु होला प्रोबेबली है। त्यसपछि म हजुरहरूलाई आजको एकदम राम्रो डेस्टिनेसनमा लग्छु। सो हजुरहरू पनि मसँगै आउनु होला, जर्नीमा साथ दिनु होला, सपोर्ट गर्नु होला, इन्जोय गर्नु होला। सो आजको चाहिँ के छ भन्दा प्लान, अब म यहाँबाट हजुरलाई एकदम राम्रो लेकमा लग्दैछु हजुर म सँगसँगै। सो त्यो लेकको नाम चाहिँ लेक चाबुत हो। यहाँ चाहिँ कस्तो हुन्छ भने मान्छेहरू चाहिँ एकदम बिजी हुन्छ। सो बिजी भए पनि आफ्नो हेल्थको लागि चाहिँ सबैले टाइम निकाल्न खोज्नुहुन्छ। लाइक बडीलाई टाइम दिनुपर्छ जस्तो लाग्छ, तर कति बिजी हुन्छ, थाकेको हुन्छ, काममा गयो आयो, खाने टाइम हुँदैन। त्यही पनि आज चाहिँ म हजुरहरूलाई एकदम यस्तो ब्युटिफुल छ। म चाहिँ धेरै पटक गएको छु। सो आज चाहिँ हजुरहरूलाई पनि देखाउँछु कति राम्रो छ भनेर। म फेरि हजुरहरूलाई क्याचअप गर्नेछु। सो लेट्स गेट स्टार्टेड आजको डेको लागि। स्पिड लिमिट रेसिडेन्सियल एरियाको छुट्टै हुन्छ, घरतिरको नेबरहुडको छुट्टै हुन्छ, फ्रीवेको छुट्टै, हाइवेको छुट्टै। ग्यास स्टेसन आइसकेँ। अब म चाहिँ कार्ड पेमेन्ट गर्छु। क्यास गऱ्यो भने चाहिँ अलिक चिपर हुन्छ। त्यसपछि एकदम इजी छ। अब चाहिँ जुन सेलेक्ट गरे नि हुन्छ कुन चाहिन्छ हामीहरूलाई होइन, त्यही अनुसार अब यसरी राख्ने। हजुरहरू होल्ड गरेर बस्नुहुन्छ, नत्र यहाँ एउटा क्लिप हुन्छ, क्लिप अड्काइदिनु होला। अब यो अटोमेटिकली फिल हुन्छ, फिल भइरहेछ। सो यसपछि अब हामीहरू डाइरेक्ट लोकेसन पुगेपछि अब चाहिँ हाम्रो वक स्टार्ट हुन्छ यहाँबाट। म हजुरहरूलाई देखाउने छु। म चाहिँ लेक चाबुत जाँदैछु। सो लेट द वक बिगिन। सो यस्तो राम्रो छ यो चाहिँ पुरा ट्रेल कम्प्लिट गर्न चाहिँ 3 घन्टा लाग्छ भनेको सुनेको छु। आजको वेदर कति राम्रो छ। अब आज चाहिँ लाइक 30 मिनट जति वक गरौँ। हेर्नुहोस् यताको भ्यू कति राम्रो छ। सो मैले चाहिँ लाइट ज्याकेट अनि त्यसपछि क्याप छ। ओके, अहिले चाहिँ म ट्रेन अपेक्षामा हुन्छु। अब हामीहरू रोड क्रस गर्नुपर्ने हुन्छ। म हजुरलाई त्यो प्रोसेस पनि देखाउँछु। हामी चाहिँ अब रोड क्रस गर्नुपर्छ। सो क्रस वक युज गर्नको लागि त्यहाँ बटन थिच्नुपर्छ। सो यो लाइटहरू ब्लिङ्क हुन्छ।
त्यसपछि मात्रै हामीले क्रस गर्न मिल्छ बोल्यो सो म वक गरेँ गाडीहरू चाहिँ रोकिनु पर्ने हुन्छ हामीहरू वक गर्नलाई हामी पार्क एन्टर गर्दैछौँ सो भित्र नै गाडी लिएर आउनुभयो भने चाहिँ हजुरले भित्र पार्किङलाई पे गर्नुपर्ने हुन्छ अनि यता चाहिँ स्ट्रिट पार्किङ फ्री हो किनभने इजी हुन्छ अहिले जानलाई होइन सो यहाँ चाहिँ यस्तो यहाँको मेम्बर बन्यो भने चाहिँ यहाँ पार्किङको प्राइसहरू यसरी राखिदिएको छ अनलिमिटेड डे पार्किङ क्याम्पिङको अनि मच मोर रे अब चाहिँ हाम्रो वक सुरु हुन्छ लुक एट द भ्यू फ्रेन्ड्स लुक एट द भ्यू कति राम्रो छ हेर्नुहोस् त माई गुडनेस अब म चाहिँ वक स्टार्ट गर्छु हजुरहरूले विन्डको साउन्ड सुनिसक्नु भएको छ अलिक स्लाइट विन्डी छ सो मैले ट्रेन अप गरिसकेँ यो चाहिँ ब्रिफ म्याप छ यो चाहिँ लेक चाबुत रिजनल पार्क हो सो यहाँ चाहिँ पुरै लाइक बाइसाइकल रुट अब वकिङ रुट होइन कार पार्किङ गर्न मिल्छ अनि त्यसपछि कार बाथरुमहरू छ सबै यो म्यापले राम्रोसँग हामीलाई देखाएको छ अब राइट नाउ चाहिँ म यहाँ रहेछु सो यो चाहिँ एकदम ठुलो छ अनि त्यसपछि यहाँ चाहिँ बी अवेर भनेर लेखेको रहेछ हामीहरू चाहिँ स्नेकबाट अलि अवेर होइन यहाँ ऱ्याटल स्नेक पाउँदो रहेछ टिक्स पनि पाउँदो रहेछ ऱ्याटल स्नेकको नाम चाहिँ थाहा भएन नेपालीमा अनि भ्यागुता पार्क पाउँदो रहेछ लिन नपाउने रहेछ अनि माउन्टेन लायन पनि पाउँदो रहेछ हेर्दा चाहिँ स्केरी देखिरहेछ है अब म चाहिँ हजुरहरूलाई थ्रु द इन्टायर जर्नी लग्नेछु म सँगसँगै कति राम्रो के पनि छैन हेर्नु ग्रिन ट्रिज ग्रिन ग्रास यट सो प्रिटी डे अफहरूमा चाहिँ म ट्राभल गरिरहन्छु सो अबदेखि मेरो जर्नीमा हजुरहरूले मलाई फलो गर्नुहुनेछ आजको दिन चाहिँ हामी यहाँ बिताउनेछौँ फुल राउन्ड त गर्दैन जस्ट लाइक हाफसम्म गएर हामी फर्किनेछौँ रहेछ नि त सो त्यो चाहिँ ग्रुपमा आउँदा गर्नेछु अवश्य हजुरहरूलाई पनि मैले लग्नेछु अब नेचरमा आउनलाई आनन्दले बस्नलाई स्पेसली पानी भएको एरिया चाहिँ मलाई साह्रै राम्रो लाग्यो डाइरेक्ट लेक देखाउँछु त्यहाँ चाहिँ हामीले बोटिङ रेन्ट पनि गर्न मिल्ने हुन्छ बोटिङ गर्नको लागि अनि त्यसपछि कायाकिङ पनि छ सानो सिङ्गल बोट पनि लिन मिल्छ मैले यहाँ चाहिँ बोटिङ गरेको छ अहिले फाइनली लेक देख्दैछौँ लेक चाहिँ एकदम ठुलो छ तर यो चाहिँ बोट लिने ठाउँ हो हामीले चाहिँ त्यहाँ मुनि जान मिल्दैन किनभने हाम्रो टिकट काउन्टर यहाँ छ अनि क्याफे पनि छ टिकट चाहिँ लिएको छैन मैले किनभने म अहिले सिङ्गल छु आज जस्ट म वकको लागि आएको हो सो आई डिडन्ट सो यु द होल लेक सी आई एम वकिङ बाई द साइड अफ द लेक people were fishing so okay, let's just I saw the bench so you guys can see how big the lake is people come here to do fishing there were lots of people some people are on the boat I think my phone cannot capture it all the way in the back see
ओ माई गॉड कति राम्रो हेर्नुस् त यो चाहिँ यसरी फिसको लागि यसरी बेट भन्छ के अरे फिसको म गलत नै हुन सक्छु माछा जालमा पार्नलाई यसरी यहाँ छ एउटा यहाँ छ यसरी हेर्न सक्नुहुनेछ म उताको त्यो सबसे पछाडिको त्यहाँ गएर बस्न मिल्छ क्या म त्यही भएर अघि त्यही सोचिरहेको थिएँ यो चाहिँ यस्तो राम्रो छ क्या साँच्चीकै नै राम्रो छ डग पनि आएछ वाउ अहिले चाहिँ विन्टर छ त्यही भएर मान्छेहरू धेरै चाहिँ जाँदैन सबैलाई चिसो मन पर्दैन नि अब चाहिँ 5 मिनट्स अफ साइलेन्स है सुन्छौँ बर्डहरूको आवाज पानीको आवाज है त बसिरहेको छु टायर्ड भइसकेँ त्यही हो अब यस्तै छ आज चाहिँ एकदम राम्रो डे छ नट टु हट नट टु कोल्ड होइन यस्तो भ्यू हेर्नलाई 1 घन्टा वक गर्नलाई के को ठुलो कुरा भयो होइन त हुन त म त्यत्रो 1 घन्टा नि हिँडिसकेको छैन अहिले टु मच भन्यो होला होइन अहिले धेरै नै ओ माई गॉड कति राम्रो हो कति राम्रो साह्रै नै राम्रो चाहिँ म हजुरलाई ट्रेलको भिडियो देखाउँछु है त कति राम्रो हुँदैछ झन् भित्रभित्र कसिना योहरू ट्रिजहरू यस्तो मजाले रहेछ मैले अघि कति धेरैजना फिसिङमा राखेँ त्यो चाहिँ क्याप्चरै गरिनँ क्या अहिले फर्केर देखाउँछु भनेर अहिले चाहिँ म आज वक गर्दैछु कति राम्रो छ ब्याक हुँदैछौँ मैले पनि सकेँ अहिले त अलि टायर्ड नै देखाएको छैन
सो अब चाहिँ म गफ गर्दै हजुरहरूलाई एक्जिटसम्म लान्छु, जहाँबाट हामीले स्टार्ट गरेको छ। यसरी नेचरसँग कनेक्ट हुँदा नि साह्रै रमाइलो हुन्छ। मेरो ब्रेथलाई चाहिँ इग्नोर गरिदिनु होला, अलि सुवासमा भइरहेछ किनभने हेबिटै गइसक्यो मेरो। अब चाहिँ मैले गरेको लोकेसनमा फर्किरहेको छु। आज चाहिँ मैले मेरो फिटनेस गोल कम्प्लिट गरेँ। 2.2 माइल हिँडेँ। सो आजको लागि आम गुड। एकछिन ओके, बाटो हजुरहरूले देख्नुहुन्छ कि हुँदैन? त्यो चाहिँ हाम्रो स्टार्टिङ पोइन्ट हो, यहाँनिर छ नि जुन मैले जुम गरिदिइरहेको छु। सो म त्यहाँसम्म चाहिँ पुग्नुपर्ने हुन्छ। सो यतानिर चाहिँ धेरै मान्छेहरूले फिसिङको लागि वेट गरिरहनु भएको छ। सो म चाहिँ आज घर गएपछि मिल प्रेप गर्नुपर्ने हुन्छ। सो म चाहिँ एकछिन बस्दिनँ, नत्र कहिलेकाहीँ अरू बेला आयो भने चाहिँ म एकछिन बसेर आराम गरेर एकदम रिल्याक्स फिल भएपछि बल्ल जानु। आफ्नो प्रायोरिटिज आफूले चुज गर्नुपर्ने हुन्छ। लाइक हजुरहरूलाई के प्रायोरिटिजमा पर्छ। सो मेरो लागि चाहिँ अहिले आइ एम जस्ट स्टार्टिङ। त्यही पनि हेल्थ चाहिँ जहिले फर्स्ट हो। अब टु मच भइसक्यो म यसरी वाकहरू नगरेको। सो अब चाहिँ आइ एम थिङ्किङ एभ्री डे अर मेबी एभ्री अदर डे चाहिँ वाक गर्नुपर्ने हुन्छ मैले। अब चाहिँ म अलमोस्ट पुग्न लागेँ स्टार्टिङ पोइन्टमा। यति राम्रो छ भ्यू देख्न सक्नुहुन्छ। अघि फिसरम्यानहरू देखाउन सकेको थिइनँ, बोटिङ पनि भइरहेछ। सो आजको डे चाहिँ यसरी बित्यो मेरो। अब म त्यहाँ धेरैजनाहरू फिसिङ गर्दै हुनुहुन्छ ठ्याक्कै यहाँनिर हेर्नुहोस् त। यहाँनिर कतिजना छ अहिले म पुरै 1 2 3 4 5 6 7 8 9 10 सबैजना चाहिँ फिसको लागि हो। सो अघि मैले देखाउन पाएको थिइनँ। यहाँ देख्नुहोस् त, 2-3 माछा मारिसक्यो रहेछ। सबैजना माछा मारिरहेछ। सो म फाइनली लाइक 1-2 मिनटमा स्टार्टिङ पोइन्टमा पुग्छु। यसरी बुट्स लगाएर त्यसरी थ्रो गर्ने रहेछ। ओ नो स्विमिङ रहेछ, नो स्विमिङ। कति रमाइलो। फेरि यता चाहिँ सबैले फिसिङ गर्न मिल्दैन, हजुरहरूसँग फिसिङको लाइसेन्स हुनुपर्छ। सो म चाहिँ जस्ट भ्यू गर्छु। एकछिन यहीँ बसौँ हामी पनि उहाँहरूसँगै। त्यो चाहिँ अदर वे हो, ट्रेलको अदर वे अर्को भ्यूहरू छ। त्यो चाहिँ म पहिला गइसकेँ तर भिडियो चाहिँ लिएको छैन। कति भिड, कति रमाइलो रहेछ। अर्को साइडमा कति धेरै फिस छ, यो अर्कै फिस छ। त्यहाँ पनि हेर्नुहोस्,
Pero yo habíamos como unos 20 ahí. एकछिन बसेँ त्यहीँ हेरेर कति रमाइलो थियो एकदम इन्जोय गरिरहेछ फिसिङ रमाइलो हुँदो रहेछ सो अघि मैले देखाउन पाएको थिएन अब चाहिँ म आइपुगेँ मेरो स्टार्टिङ पोइन्टमा सो फाइनली ब्याक लिटल बिट टायर्ड पनि अब चाहिँ यहाँबाट घर जानेछु सो मेबी लेटर आएर बोटिङ पनि गर्नेछौँ हामीले फर स्योर यहाँ चाहिँ यसरी एक्सर्साइज पनि गर्न मिल्छ यु नो जिमको मेम्बरसिप धेरै हुन्छ सो जस्ट जनरल फिटनेसको लागि गर्न मिल्छ सो अब चाहिँ मेबी 1 मिनट जतिमा चाहिँ हाम्रो भ्लग एन्ड हुन्छ आजको लागि म चाहिँ आइपुगेँ गाडीमा थ्याङ्क यू एभ्री वान है त आजको दिन एकदम रमाइलो भयो हजुरहरूसँग सो अब आजको भ्लग एन्ड गर्छु हजुरहरूले मेरो भिडियो मन पर्यो भने लाइक सेयर सब्सक्राइब गर्नुहोला मलाई सपोर्ट गरिदिनु भएको धेरै धेरै धन्यवाद सी यू अनदर time in next vlog. Hey, bye.